साउनमा व्रत बसेर सबै ब्लगरहरूले राम्रो राम्रो बुढा पाएको हो कि क्या हो? म त अचम्ममै परिसकेको छु। कसैले पनि मेरो बुढा नराम्रो, यस्तो उस्तो नराम्रो बानी बेहोराहरू छ भनेको सुन्दिनँ। साँच्चै हो भने त सबै बिहे नभएको केटीहरूले चाहिँ साउनमा व्रत बस्न पर्यो है राम्रो बुढो पाउनुलाई। अब यसपालिको साउन त सकिसक्यो। अब नेक्स्ट साउनमा चाहिँ व्रत बसेर मात्रै बिहे गर्नु होला है। मैले चाहिँ साउनमा व्रत नबसेर होला कि मेरो बुढाको त दिनदिनै कुकुर बिरालो जत्तिकै झगडा परिरहेको छ क्या। 5 मिनेटसँगै बस्यो भने झगडा परिहाल्छ क्या। फेरि मिल्नलाई पनि 5 मिनेट पनि लाग्दैन क्या। एकैछिनमा मिल्ने, एकैछिनमा झगडा गर्ने। किन होला मेरो मात्रै यस्तो? कि तपाईँहरूको पनि त्यस्तै हो? भिडियोमा मात्रै नभन्नु भएको हो कि क्या हो? हुन त यस्तो कुराहरू भिडियोमा भन्ने कुराहरू पनि होइन। तर हजुरहरूले भिडियो हेर्दाखेरि चाहिँ ओहो उनीहरूको जिन्दगी चाहिँ कति रमाइलो, कति मजा, कति मिठो मिठो खाएको, कति राम्रो लाग्यो, कति घुमेको, बुढाबुढी कति मिलेको जस्तो लाग्छ होला कि। तर सबै त्यस्तो हुँदैन नि। बाहिर जे देखाइन्छ भित्र त्यही हुन्छ भन्ने हुँदैन। कतिकोमा अरू प्रब्लमहरू नै भइरहेको हुन्छ। तर सबैले सोसल मिडियामा त्यो कुराहरू देखाउन चाहँदैनन्। त्यसैले अरूको भिडियोहरू हेरेकै भरमा चाहिँ आफू डिमोटिभेट भएर बस्ने अनि ओहो मैले त केही नै गर्न सकिनँ, मान्छेहरूको जिन्दगी कति रमाइलो, कति राम्रो गरेर लाइफ बिताएका छन्, मेरो चाहिँ जिन्दगी मेरो मात्रै जिन्दगी किन यस्तो भन्ने टाइपले पनि नसोच्नु होला कि। सबैको जिन्दगीमा सुख दुःख, माया झैँ झगडा, मेलमिलाप, घुमफिर हरेक कुरा हुन्छ। तर सबैले त्यो कुराहरू चाहिँ भिडियोहरूमा अनि अथवा आफ्नो ब्लगहरूमा हरेक कुरामा बाहिर मान्छेको अगाडि चाहिँ देखाउँदैनन्। आफ्नो लाइफमा भएका नकारात्मक कुराहरूलाई मात्रै धेरै ध्यान नदिकन आफ्नो वरिपरि कतिपय कुराहरू सकारात्मक पनि भइरहेको हुन्छन् नि। जस्तो बच्चाहरू छन् भने बच्चाहरूसँग खेल्ने, समय बिताउने, माइन्ड फ्रेस हुने, बाहिरतिर निस्किने त्यस्तो गर्नुहोस् कि आफूलाई नै अलि फ्रेस हुन्छ। बाहिर अरूको देखेर पनि ओहो मेरो मात्रै होइन रहेछ, अरूको पनि जिन्दगी यस्तो रहेछ भनेर पनि मन बुझाउन सकिन्छ। जस्तो कि कुनै बेला हामी बिरामी भयौँ भने ओहो म कति बिरामी भयो होला, अरू सबै हेल्दी छन् जस्तो लाग्छ। अनि हामी हस्पिटल जचाउन जान्छौँ नि, त्यहाँ गएपछि झन् आफूभन्दा डेन्जर डेन्जर बिरामीहरू भेट हुन्छ क्या। अनि ओहो म मात्रै त होइन रहेछ, कतिजनाको दुःख रहेछ, समस्या रहेछ, कति मान्छेहरूलाई के रोग लागेको रहेछ जसरी आफ्नो मन बुझाउन सकिन्छ क्या। त्यही भएर घरमै रुममै बसेर अनि आफ्नो लाइफ मात्रै यस्तो भनेर दुखी भएर नकारात्मक सोचेर बस्नुभन्दा बाहिर फेर निस्किनुहोस्, इन्जोय गर्नुहोस् आफ्नो लाइफलाई पनि। अरूको लाइफहरू पनि देखेर आफूलाई पनि मोटिभेसन मिल्छ।